ह्यान्सम कान्छाको फक्काउने यो चाला ह्यान्सम कान्छाको फक्काउने यो चाला मन पर्यो मलाई मन पर्यो साह्रै मन पर्यो। ओके कमल सरलाई नि इन्टरभ्यू गराउनु पर्छ यहाँ गीत गाउनलाई। थ्याङ्क यू सो मच म्याम। र मिल्छ भने हामी अर्को पनि गीतै सुनाउँ न त म्यामको। यो छोटो भयो अलि चले केही अर्को पनि। मात लाग्यो मलाई मेरै मायालुको मात लाग्यो। बात लाग्यो मलाई मेरै मायालुको बात लाग्यो। अन्तिम फिल्ड अडिसन कस्तो चलिरहेको छ तपाईँबाट जानौ न। अडिसन त अब सुरु भइरहेछ होइन। हाम्रो चाहिँ पाला आउनै छ हाम्रो काम चाहिँ। जस मेरो चाहिँ नयाँ अनुभव भयो नितान्त। फर्स्ट टाइम जोडिँदैछु इन्ट्रासँग। जस सबैजना भेटघाट रमाइलो एक खालको हुन्छ नि। आफ्नो दिन यादहरू पनि आइरहेछ। सबैजना एक उत्साह बोकेर आउनु भएको छ भाइ बहिनीहरू। रमाइलो लागिरहेछ, खुसी लागिरहेछ। सो योभन्दा अगाडिको सिजन पनि हेर्नु भएको थियो होला। कतिको तपाईँको सपना थियो कि त्यो इन्ट्रासँग जोडिएर काम गर्ने? होइन, त्यो त भइहाल्छ। पक्कै पनि एउटा राम्रो संस्थासँग काम गर्नु पाए हुन्थ्यो, अथवा कामै नभए पनि एक खालको एउटा व्यक्तिगत रूपमा जोडिनु पाएन हुन्थ्यो। त्यो त भइहाल्छ। र आज फर्स्ट टाइम चाहिँ भेटघाट चिनजान पनि भयो र केही कुराहरू पनि सुने। मलाई चाहिँ एकदमै खुसी लाग्यो। मलाई मन लागेको थियो पनि, तर आज एकदम पोजिटिभ भाइब पनि आयो कि उहाँहरूबाट। नितान्त एउटा अरू व्यापारीको भन्दा पनि एउटा मनको भावना, सकारात्मक ऊर्जा हुन्छ नि, आफू पनि सकारात्मक र हरेकलाई त्यो खालको एउटा त्यो चाहिँ मलाई चाहिँ प्राप्त भयो आज। एकदम खुसी लागिरहेछ। एकदम खुसी हुनुहुन्छ? ओके, अब 1 करोड छ कि अब यसको पुरस्कार पनि होइन। 1 करोड रहेको छ नटजोग। यो नेपालकै सबैभन्दा ठुलो रियालिटी सो होइन। के भन्न चाहनुहुन्छ? पक्कै पनि अब गर्नु त मेहनतै हो होइन। यति ठुलो रियालिटी सो छ नेपालमा, सायद छैन 1 करोड पुरस्कार राशिको। त्यस कारणले गर्दा पनि जतिसक्दो मेहनत गर्नु होला र पैसाको कुरा त भयो आफ्नो ठाउँमा सधैँ छ। मेहनत गर्नु होला र आफ्नो सबभन्दा बेस्ट दिनु होला भन्न चाहन्छु। ओके, थ्याङ्क यू सो मच।